आज हामी जाँदै छौँ सर्सिङ झरना। ल ल ल ल ल अब चाहिँ अफरोड सुरु हुनेवाला छ जस्तो लाग्छ। यसलाई भन्छ पानी घट्टा। यो आफै आउँछ, यो हालेर जान्छ न। अबि कुर अबि वाह गाइस, ओ यस्तो भर्खर भर्खर बनाएको घरहरू हेरेर त खोलामा परिने रहेन। आज हामी जाँदै छौँ सर्सिङ झरना, जुन सिन्धुपाल्चोकमा रहेको छ। यहाँबाट करिब 3 घन्टाको यात्रा हुनेछ, अफरोड अनरोड सबै गरेर। मलाई चाहिँ साथीहरूले लोकेसन पठाइसक्यो, कोटेश्वर आएर बसेछ अरे। म पनि रेडी अवस्थामा छु, लेट्स गो। म चाहिँ रेडी अवस्थामा छु अब। हेलो गाइस, अब म साथीहरूलाई भेट्छु। साथीहरू मैले आज टोटल्ली ढिला गरिसकेँ। केटाले 10 बजे भन्दै थियो, मैले चाहिँ 7 बजे जाने भनेर भने। अनि मैले आफै 7 बजे भनेर, अनि म आफैले ढिला गरेर आयो त। केटाहरूको रियाक्सन सुन्नुपर्छ। अहिले म देखाउँछु रियाक्सन है। यस्तो हाइवेमा चाहिँ एकदम हतार नगरिकन एकदम स्लोली क्रस गर्नुपर्छ। यो चाहिँ जडीबुटी चोक। जडीबुटी चोकबाट अब म चाहिँ कोटेश्वरतर्फ लाग्दैछु। कोटेश्वरबाट चाहिँ म चाहिँ बालकुमारीतिर जानुपर्ने हुन्छ। बालकुमारी मन्दिर साइडतिर लाइभ लोकेसन छ। फुलहरू कस्तो दामी फुलिरहेको त्यहाँ चाहिँ। यो ललितपुरको हाइवेमा चाहिँ सिजनै पछि थरी थरीको फुलहरू फुल्छ कि कस्तो दामी हुन्छ यतातिर चाहिँ। जस मलाई चाहिँ यता यो बाटो चाहिँ हल्का उता कलङ्की साइडतिर जान चाहिँ यो बाटो हल्का घुमाउनु पर्छ पर्नलाई। तर यतातिरको वातावरणले गर्दाखेरि यो बाटो हिँड्न मिल्ने हुन्छ कि मलाई चाहिँ। ए कति बजे होइन होला, भर्खर आउने केटाहरू निन्दामै खान नि केटाहरू। ओ माई गड, ढिला भयो क्या अलिअलि। सिम झिकेर अर्को मोबाइलमा हालेको कि, अनि डेटै चल्दैन। अनि त्यहाँ मन्दिर सोध्दै सोध्दै आएको नि। रिसाउनु त रिसाउनु नि। 7 बजे भनेको मान्छे कति बजे 9:40 मा आएको। तिमीले ढिला गर्छ भनेर 10 बजे भने होइन तिमीले। अनि मैले चाहिँ तिमीले ढिला गर्छ भनेर हेर नि, 10 बजे भन्दा छिटो आइएन त। 10 बजे भनेर कति बजे आइन्थ्यो होइन। अरू को को जाने उहाँ हो। ल अर्को हाम्रो साथी चाहिँ नाम चाहिँ के हो परिचय? परिचय के अरे? विष्णु दास। ल एउटा दास। अर्को हजुर जाने परिचय? अशरफ। अशरफ वाह। ल ल रमाइलो गर्नुपर्छ है। ल हजुर चाहिँ राम हो। ल अनि ल एउटा जस्तै। ल हजुरको नाम चाहिँ? ल ल हामी सब रमाइलो गर्नेवाला छौँ, चिल हान्नेवाला छौँ। ल हामी चाहिँ लाग्यो है। ल चलो। मेरो बाइकको फेरि सर्भिसिङ गर्ने टाइम भइसकेको थियो। हाम पर्छ क्या बाइक त। ल है त गाइस, बिस्तारै बिस्तारै हिँड है। मेरो यति पुग्ला नि 6वटा गाडा। मेरो पछिको टायरमा हावा हाल्नु पर्ने हो क्या, हेरेर होइन। अगाडिका चाहिँ ठिकै छ। एरिया फरक, जिल्ला एउटा। ल लागा लागा, मलाई ख्याल गर एउटा पछि पछि। ल हामी चाहिँ पेप्सी गोला आइयो। पेप्सी गोलाको चोकमा, यो एयरपोर्ट पछाडिपट्टि पेप्सी गोलाको चोकमा। अब यो पेप्सी गोलाबाट चाहिँ हामी लेफ्ट लाग्छ। ल
माहौल खतरा छ है मौसम पनि बवाल छ यस्तो रमाइलो रमाइलो भइरह मौसम फिका फिका भएर ल साथीले गजब बाटो लियो त यार ए साथी माथि माथि जाने ओ गाडी रे यार ल यस्तो छ स्थिति हो ल यस्तो छ है नेपालको बाटोहरू ल सर्सिङ जाने बाटो है हेरेर साथीहरू ल गजब छ है सर्सिङ जाने ल साथी जाऊ 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 ओ ल हेलिकप्टर त उडिहाल्छ ल ल ल ल ल पिङ 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 अर्को बजाज गयो अब मेरो बजाज जान्छ फेरि यो सर्सिङ जाने बाटो तिमीहरूले बाटो कस्तो कस्तो भन होला होइन कता बाटो भन होला यो तल्लो बाटो होइन सर्सिङ जाने यो उपल्लो बाटो हे तल्लो बाटो सर्सिङ पुगिन्न उपल्लो बाटो गयो भने चाहिँ सर्सिङ पुगिन्छ वाह यार है यो बाटो 360 मै हान्नु पर्ने वाह मौसम फिका फिका है ला 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 किन यस्तो मजा छ र के गर्छौ वेलकम टु जर्सिङ बाबा यही ल साथीहरू जर्सिङ बाबा वाउ क्या दामी खाका ढोका छ बिहेमा भयो त्यसैमा पागल के ठाउँ हो यो जर्सिङ बाबा चोकमा आइयो हामीले जर्सिङ बाबा चोकबाट चाहिँ अब हामी लेफ्ट लागेर उकालोतर्फ लाग्दैछौँ ए भोलि छ मेलम्जी यहाँबाट चाहिँ राइट लाग्यो हामी मेलम्जी तर्फ लाग्यो ल
ल एकछिन रेस्ट गरौँ त साथी होइन उहाँ दाना गरेर एकछिन रेस्ट गरौँ न सुन्यौ जन्नत देख्ने भयो त आउगिरा जन्नत मारेको छ प्यार से यस्तो सुन्दर छ क्या हाम्रो देश फेरि त्यही भएर त प्यारो लाग्छ नि ल हामी चाहिँ यो एक ठाउँ आएर बसेको छौँ म तपाईँहरूलाई यस्तो दामी भ्यू देखाइदिन्छु यहाँबाट वाउ यस्तो दामी भ्यू छ कि काठमाडौँको नजिकै यस्तो पुरै टोटली गाउँ आए जस्तो भयो कि टोटली ठ्याक्कै घर आए जस्तो भइरह्यो ल अनि हाम्रो बन्डालोक पनि ठ्याक्कै हाम्रै गाउँको केटाहरू जस्तो फेरि यस्तो सजिलो कस्तो लागिरह्यो माडा बिना कस्तो लागिरह्यो जर्सिङपाउ माथि हो ए ओके कति किलोमिटर रे 48 अझ लाग्छ होला 3 घन्टा त्यो सर्टकट बाटोहरू नि छ अरे कि सर्टकट बाटोहरू सोधेर जानुपर्ने कि कठिन परेछ हाम्रो साथीको यहाँ फेरि डिस्प्याटै सकेर फेरि चिल्लै फला मात्र बाँकी छ अब बाँकी फला मात्र छ अब त्यो अगाडितिर पाउँछ कि खै पायो भने हाले पो पाइयो चाहिँ के सामान वाह पाइयो सामान पाइयो जुगाड हान्ने कुन जुन बाइक भयो नि ल यहाँ चाहिँ साथीको बाइक बिग्रेर पनि बनिसक्यो यो यस्तै हो कि हेभी बाइक लिएर हिँड्दाखेरि फेरि यस्तो समस्या बाटोमा बिग्रियो कि दाइ अब यहाँबाट सर्चिङ झर्ना कति पुगिन्छ यहाँबाट अब 1.5 घन्टा ए सब राइडर छन् यो हामी त्यसो भए 1 घन्टा ल लगडा खुसी मनाऊ त 1 घन्टामा रुको जरा मेरो बाइक फस गयो यार ओइ भिडियो गर भिडियो गर ल अब उठ्यो बाइक अब उठ्यो है है कस्तो दामी यार ओ जन्नत चलो यस्तो वाला विद्यालय क्षेत्र यस्तो दामी बजार आइयो हामी ल अब यता चाहिँ चलपल बल्ल अलि हुन्छ कि चलपल पनि छैन सुन्दैन मेरो कान पनि घाँटिसक्यो बजारको कोला हालको त टाटा टुटु सुन्नु नपाएर कानै सुनसान भइसक्यो कि मेलम्ची बजारमा आएको छौँ यो चाहिँ मेलम्ची बजार यहाँ चाहिँ केटाहरूले खाजा खाना रोकिनु अब चाहिँ मेलम्ची बजार रहेछ यो चाहिँ भोग्ला खाएर त्यस्तो केटाहरू बिहान घिचेर आएको होइन र बिहान कहाँ तिमी जस्तो बिहान 7 बजे खाना खाएर हामी चाहिँ होटेलमा बसेछौँ माथि ठाउँ छ अरे खाजा खानु पऱ्यो तपाईँहरूलाई म मेलम्ची बजार एकचोटि राम्रोसँग भिजिट गराइदिन्छु मेलम्ची होला सिन्धुपाल्चोक मेलम्ची रहेछ मेलम्ची 11 रहेछ होइन राम्रो छ बजारहरू चाहिँ यस पार्किङ त त्यस्तै हो जताततै पार्किङ रहेछ बालेन्सा चाहिँदो रहेछ यता चाहिँ तर फुटपाथ पनि छैन पो खासै फुटपाथै छैन भने नि भयो फुटपाथ पनि छैन त्यो उता चाहिँ खोला रहेछ त्यस बिचमा फेरि एउटा
अरू चाहिँ ठिकै छ जस ल यस्तै छ है ल ल हामी चाहिँ होटेलमा आइयो खाजा खान अनि हाम्रो साथी चाहिँ रुन लाग्छन् किन आइज भनेर किन रोकेर बाटो यात्राहरू कस्तो लाग्यो धेरै राम्रो छ मजा आएन किन मजा आएन पेल्नै मिलेन किन पेल्ने पुरै मस्त लाग्यो सरकारी जब होल्डर पनि फेरि हो ल हेर के गर्दै रमाइलो भयो रमाइलो भयो स्वर्गबाट जन्नत भयो स्वर्गबाट जन्नत भयो ए साथी स्वर्गबाट जन्नत भयो अरे अनि साथी कहाँसम्मको यात्रा भयो आज त आज हामी चाहिँ बल्ल मेलम्चीमा आइयो काठमाडौँदेखिको यात्राबाट हामी चाहिँ सरसुङ झर्ना जाने सरसुङ झर्ना जाने यात्रामा चाहिँ एकदम रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ रमाइलो भइरहेछ हामी चाहिँ अहिले मेलम्ची बाटो कस्तो छ मेलम्चीको बाटो अहिलेसम्म त एकदम राम्रै छ एकदम राम्रो छ जे डबल आउनेहरू सिङ्गल आउनेलाई नि बब्बा छ बाटो त पहिला अब चाहिँ अफरोड सुरु हुनेवाला छ जस्तो त्यही त भिडियोमा हामी हेरिरहेको खासमा अफरोड छ अरे हिलो छ अहिलेसम्म त केही भेटाएन मेलम्ची त्यही भएर जुत्तै नलागिने चप्पलहरू लाएर त्यही अनुसारको आइयो हिलो छ लोटिन्छ बाटोमा भनेर अहिलेसम्म केही छैन बवाल बवाल बाटो थियो एकदम राम्रो बाटोहरू थियो अहिले चाहिँ हामी खाजा खान रोकिरहेछौँ खाजा अब केटाहरूले खाजा अर्डर गरिरहेछौँ कति बेलासम्म पुगिन्छ नि त अब अझ यहाँबाट म्यापमा चाहिँ 1 घन्टा जति देखाइरहेछ अब हेरौँ कति टाइममा पुगिन्छ ल केटाहरूलाई चाहिँ यहाँ टक्क खाजा खाने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ अब टक्क खाजा खाइन्छ यहाँ मादाए नहीं है ये बंदा लोग आफू खुसी मजा कर रहा है ल हाम्रो दोस्त सिधा छ खामै ल मजाले दबाएर माथि फेरि पाइन्न नि फेरि झरनाबाट पानी खाएर आउने कोही भेज छन् कोही नन भेज छन् यहाँ फेरि यिनलाई त फेरि सक्लै मासु चाहिन्छ फेरि मान्छे त फेरि मलाई यहाँ छ फेरि खाजा खाएर हामी टक्क यो मेलम्ची बजारबाट हिँड्यो अब चाहिँ साथीहरू चाहिँ अगाडि गइसक्यो मैले यो क्यामेरा सेटअप बनाउनको लागि हल्का टाइम लाग्यो नाजुक छ कि है बाटो यस्तो नाजुक छ हिँड्न त हाम्रो गाउँतिर नि यस्तै बाटो त यो त योभन्दा अझ गयो गुज्रेको हुन्छ बाटो त तर हाम्रो चाहिँ उता भगर चाहिँ उतातिर अब सम्म बाटोमा रन्केर आयो स्पिडमा आएको भगर चाहिँ यता आएर चाहिँ यस्तो बाटो नि अलि अफरोड जस्तो लाग्यो कि अलि गाह्रो जस्तो लाग्यो भनौँ न नत्र त्यो बाटो त घिउ हो नि हाम्रो गाउँको लागि त फेरि यो त घिउ राम्रो छ जेस एकदम बाटो यत्तिको लागि राम्रो भन्नुपर्छ त्यति नराम्रो होइन यत्तिको बाटो भयो नि हामी धन्न घुम्न आउन पाइएछ होइन होइन र राजा ल है त यसलाई होला कि अफरोड भन्ने यस्तो त पिच हो नि हाम्रो लागि त ल होइन मेलम्ची बजारमा एकचोटि बाढी आएको थियो नि बाढी आएको उसहरू चाहिँ बाढी आएर बजारहरू पुरिएको सबै घरहरू बगाएको उसहरू छ नि सब यहीमा हो कि यहीमा हो अहिले यस्तो बगर भइरहेछ त्यति बेला चाहिँ यो बगरहरू सबैमा यहाँ पहिला सायद यो गाउँ थियो क्या मैले एकचोटि भिडियोहरू हेरे अनुसार चाहिँ माथिबाट पहिरो आएर होइन उता खोला के माथिबाट पहिरो आएर अनि पुरा आयो खोला थुनेर यतातिर आएर पुरै बजार नष्ट पारेको जस्तो लाग्थ्यो कि मलाई चाहिँ पुरै यता पुरै बगरै बगर भइरहेछ यतातिर चाहिँ पुरै बगरै बगर छ त्यही घरहरू रहेछ भाइ सरसुङ झर्नु जाने यहाँबाट कति टाइम लाग्छ हो तल पनि 1.5 घन्टा वहाँ बजारमा पनि यहाँ पनि 1.5 घन्टा त्यो मेलम्ची बजार हो क्या मेलम्ची बजारबाट यहाँ 15 मिनटमा आइपुगिहाल्छ नि अब 1.5 घन्टा 15 मिनट घटाउन होइन अब हामी चाहिँ बिस्तारै जाँदाखेरि त्यही हो हस् थ्याङ्क यू दाइ सर्सिङ वाटरफल
यही बाटो हो क्या यही हो एकीश्वरसँग वाटरफल त्यही बाटो हो राइट झर्ना जाने यही बाटो हो ए हस् माडी माडी अब बाटो त दुई महिना डल्ला जस्तो हेर हेलिकप्टर के भयो अरे निन्द्रा लाग्यो सुध न घरको दोष सुतिराख अनि तिमी सुध नि त कसैले यसको ब्लग हेर्दैछ भने नहेर्नु के खाने के खाने कार्लेजी बिस्कुट के बिस्किट रे टाइगर ल टाइगर बिस्कुट है साथीको लागि के नखाने पुग्यो बाटोमा बाटो पुग्यो बाटोमा के खानेकुरा भेटाएको र के भेटायो मोमो भेटायो ठुलो गर्दा हो र ल केटाहरूको खाजाको चोइस हेरौँ है त कस्तो केटाहरूको खाजाको चोइस हेरौँ है कस्तो एउटाले करेन्ट खाँदैछ नि एउटाले कुखुराले खाने दाना हाल्ला कि केटाहरू भर्खर झरेर छु त्यो ठुलो डालमुटको प्याकेट छैन खै हेरौँ कुनबाट योभन्दा सानो छैन यो त रुममा पनि पुग्छ कति हो दाइ यस्तो सोलिङ गरेको बाटो रहेछ नि त्यो शरीरले त्यो अङ्ग अङ्ग मेरो घर नि पहाडै हो यस्तै यस्तै छ मेरो त उता म्याग्दीतिर म्याग्दी जिल्ला जानुभयो होइन मुस्ताङ मेरो गाउँमा त बाटो नै छैन यिनको त उता टुप्पामा हुम्ला हुम्ला अहिले चाहिँ गह उनी त यस्तो भयो झन् बाटो पुगेन सुन्नु न अहिले पुग्यो होइन तर पहिला चाहिँ बाटो पुगेन झन् प्लेनमा चढ्न पायो क्या यिनीहरू यस्तै हिँडेर नै गर्छु म त 3 दिन लाएर हिँडेर हो है हामी साथीहरू त टराईमा सानो ठाउँमा होइन पुरै कुटुटुट साइकल उता त साइकल हो त ल हामी चाहिँ हावा त लाग्यो यो नामै सोध्दैन हस्टी सर त बाटो हस्टी सर त रिस उठ्छ नि हेर न कस्तो छ बाटो हस्टी बाटो एउटा साइकल मान्छे बरु हिँड्छिटो हिँड्छ कि अघिको अङ्कल ढुलिया पुग्यो होला नि हामी हिँड्छौँ है सर ल हामी आउँदा आउँदै मौसम पनि हल्का हल्का बिग्रिन थालिसक्यो यस्तो राम्रो नजारा देखिरहेछ यस्तो राम्रो भ्यू देखिरहेछ कि साथीहरू यस्तो तलको भिर हुँदै गर्दा आएको क्या हामी यस्तो गाह्रो भयो कि पुरै छोडिदिउँ क्या हाम्रो यो सानोतिनो बाइकहरू त नले हुन्छ कि यस्तो यिनीहरू चाहिँ ठिक छ यस्तो बाइकहरू त त्यो उठ्दिने कि अगाडिको टायर जुरुक जुरुक उठ्दिने अनि गाह्रो भयो साथीहरूलाई केही रिग्रेट फिल त भएन मलाई त मजा आइरह तिमी त हेलिकप्टरमा छौ अनि मजा आइहाल्छ नि तर मजा किन आइरहेछ थाहा छ म आफ्नो बाइक लिएर आएन होइन न त मेरो बाइक छ न त मेरो पेट्रोल छ चलाउन पाइरहेछ 400 सीसीको यसो लोको त अहिले पानी पऱ्यो कहीँ बास पाएन भने यही घरमा आएर बसे भयो होमस्टे हो अब यो दोष भित्र गयो भने देखिन्न फेरि आइए मैं अभी आपको लेकर चलता हूँ एक घर में भाई तुम गुम हो जाएगा दिखोगे नहीं कैमरा भीतर का ल हजुरहरूलाई झर्ना सँगसँगै तपाईँहरूलाई स्पेसल चिज देखाउँदैछु यो के हो थाहा छ हजुरहरूलाई यो हाम्रो के हो भन्ने यो हाम्रो यसलाई चाहिँ पानी घट्टा भन्छ है यसलाई पानी घट्टा हेर्न मिल्दैन होला सायद तर मैले हेरिहालेँ है साथीहरू
यसलाई भन्छ पानी घट्टा पानीबाट चलिरहेको छ हेर्नु साथीहरू यसलाई भन्छ पानी घट्टा यो आफै आउँछ यो हालेर जान्छ न अब अहिले बेलुका झिक्न आउँछन् कि यहाँबाट बिहान लिएर चाहिँ यहाँ मकैहरू चढाउने चलाइदिने पानीहरू चलाइदिने दिनभरि आफै पिसिरहेको छ आफ्नै तरिकाले अनि बेलुका आएर उठाएर जाने ल यसको लागि चाहिँ कसले कसको हो यो त्यसको लागि चाहिँ उहाँहरूले चाहिँ देख्नुभयो भने म सरी भन्न चाहन्छु अबि को र अबि के गरेको यो अबि साथी उता हेर न उता उता को र लजाको खै यता हेर त नानी किन लजाको र किन रोकेको अब हामीले के गर्ने हामी नजाने यहाँ दाहिने आऊ यहाँ न पैसा पैसा चाहिने हो ए मलाई हो कहिलेदेखि हो यहाँ उभिरहेको कति बेलादेखि हो उभिरहेको कति पैसा पायो अहिलेसम्म 40 रुपियाँ दिने उसँग कुरा गर यहाँ त नानी 50 रुपियाँ दिने हो र अनि दिदीखेरि किन हाँसेको त नि ल अब यो दोस्ताले कति चाहिने तिमीलाई पार्टी बदल लिया साला पार्टी बडल लिया यार यस्तो यस्तो मुख लुकाएर त पाइँदैन नि यसरी त पैसा चाहियो कि नै हात हटायो अनि बल्ल ओहो कति राम्री हो र आखा कति राम्री हो र ऊ अब यो दाइले दिन्छन् पैसा अब कति वाउ ल यता हेर त नानी अनि दिन्छु बल्ल ओ कति राम्रो थियो हात हटाउ न एकचोटि एकचोटि वाउ ल देऊ न ड्रेसहरू माग यिनीहरूलाई माग भिडियो बनाएको होइन कति राम्रो मान्छे देखेर कति चाहियो तिमीलाई मसँग छैन छैन मसँग खुद्रा छ चेन्ज छ वाउ वाउ मसँग त खुद्रै छैन रहेछ त्यहीमा मिलाउने हेर ल ल ल ल दुईटाले के गर्छौ नि यो पैसा भाइलाई 50 रुपियाँ दिनु ल यहाँ आऊ त दुईजना यता एकचोटि यता आऊ यता यता आऊ न एकचोटि यहाँ आऊ न के अरे पैसाले पाएर त भाग्ने त्यो हात हटाउ न एकचोटि ल हामीलाई भन्दै सरसुङ जाने कता पो त झर्ना जाने कता पो त थाहा छैन ल बर्बाद भयो नि ल ल सोच गर्न हामी सोच काट्न सोच गरेन सोच कता सोच गर्न साथै झरेको र कहनु भयो हेर न झन्नै ल सर्सिङ झर्ना चाहिँ यो हो है सर्सिङ झर्ना माइ गड यस्तो गाह्रो भयो आउन आम्मा बाटो यस्तो छ
गाउँबाट यार यस्तरी आएर यहाँ कुनामा यति झर्नाको लागि कहाँबाट कहाँ आउने यार थत पार्किङ चाहिँ गरियो अब यति बाइकहरू यहाँ राखियो अब यहाँबाट उकालो यहाँबाट चाहिँ अर्को बाटो जाने बाटो ओहो कस्तो हो सर्सिङ झर्ना बवाल छ है ए ल केटा ल ल ल यहीको लागि आएको होइन केटा हो यस्तो छ कि एकदम नहिँडेको भएर होला एकैछिन चाहिँ हिँड्नु पर्दो रहेछ यहाँ सेसे भयो ल यही जन्नत हेर्नलाई यहाँसम्म आएको ल यही जन्नत होइन यहाँ चाहिँ होटलहरू रहेछ सास फेरेर जाउँ अनि जन्नत भनेको यही हो कि शरीर के हो र जुका ल जुका लागिसक्यो साथीलाई राम्रोसित गर न भयो साथी बाहुबली गीत जन्नत देखाइदिउँ साथी जन्नत ल हेर साथी जन्नत हो मजा भयो म पौडी नै खेलेको होइन मजा भयो यस्तो फर्किम झर्नाबाट थाकेर एकदम थकित भयौँ फर्किम अहिले चाहिँ हामी यस्तो बाटो झर्नुपर्छ एकदम थाक्यो फेरि आउँछ
को देख्नु भयो नि होइन ल मेरो चाहिँ यहाँ यस्तो स्थिति छ बाइकको ल हामी चाहिँ सर्सबाट हिँडेको हो यहाँबाट हिँडेको यस्तो छ बाटो चाहिँ वाव गाइज वाव यस ल हामी चाहिँ हिँड्यो ल साथीहरू हामी चाहिँ सर्सुङ झर्नामाथि कति रमाइलो गरेर हिँड्ने यहाँबाट ओ राम्रोसित है तिमी लोटो पनि क्यामेरा नबोला है साथी तिमी गुल्टे पनि क्यामेरा नबोल्दा ल साथी क्यामेरा साथी क्यामेरा बोल्दैछ है ल ल ए साथी ल ल ल साथी ल सिङ्गल आउँदा चाहिँ ठिकै हो सिङ्गल आउँदा चाहिँ ठिकै हो हामी चाहिँ डबल आएको नि त डबल आएको कारणले हामीलाई त एकदमै गाह्रो भयो ओहो धेरै नै गाह्रो भयो सिङ्गल आउनेहरूलाई चाहिँ ठिक छ जियोस् पारीको बाटो पनि छिटो चाहिँ हुन्छ अरे अब हामी त यताबाट बल्ल छिटो ढिलोको कुराहरू चाहिँ हामीले म बेलुका भन्नेछु हामी त अब यत्रो यताबाट गाउँबाट घुमेर जाने भयो नि वा अब गाउँ हेर ल साथी ए बब्बाल है बाफ्रे यस्तो छ है बाटो चाहिँ आगे तपाईँको गोल पछि मेसिन गन्साला कस्नु पर्यो के यो कस्नु पर्यो के मसँग छ कस्ने छ क्या मसँग हमारा ये हैंडगार्ड है ना हैंडगार्ड लूज हो गया इधर से इधर चला गया रास्ता नहीं देखिन्छ अब इसको ऐसे करके कसना होता है ऐसे करके कसना होता है ल यति भए त भइहाल्यो यहाँ लक हुन्छ नि साथी कस्तो हतार मेरो यहाँ लाइस्ती लाग्थ्यो यार यो त यहाँ छ होला भनेको थिएँ कि मैले यताबाट कस्तो गानो हो गयो नि त कि त लाइट ल्याउ त उक्काइदिने अब सिट अब के अन्त यस्तो चाबी यहीँ भित्र अड्क्यो क्या साथीहरू चाबी यहीँ भित्र अड्क्यो चुन्ट्यो तान्दाखेरि अब यो लक भइसकेको छ कसरी निकाल्ने अब थट कस्तो दिमाग होला थट चाबी यहाँ भित्र अड्क्यो के यो झरेको थियो अनि यो खोलेर हामीलाई त्यो यालाङ्की थियो अनि कसेर यालाङ्की राखेर अनि चाबी त मैले यहाँ आइछु भनेको त म यहीँ हेर्न रहेछु अनि लक गरिहाल्यो न यस्तो समस्या थियो उक्काइदिएको त के उक्काउनु पर्छ
ओ यस्तुरी भने अब के भन्दा यस्तो भयो छ्याट कस्तो नमजा हो भन्दा वर्षन कहाँ पुगिन्थ्यो यार चाबी मात्रै झिक्यो हुन्थ्यो कि अब हते तल खस्यो कि खै मेरो हात छिर्छ होला फाइनल्ली लगेको देखाउँदा यस्तो जाडा यति चाबीको लागि यो चुन्टे यस्तो चुन्टेछ हेरेर यस्तो ऊ त्यो रबर्ट कहाँ पुग्यो यहाँ पुग्यो रबर्ट ऊ सटेर कस्तो समस्या यार यस्तो चाबी अड्क्यो भने हाम्रो कुरालाई जो बोलाउनेलाई जुगाड कम्पनी है हाम्रो मेन फेरि हाम्रो दाजु ल वाह सक्सेसफुल पिपल हेरेपछि कस्तो यारमा बस्यो यस्तो हुन्छ नि मैले सोचेको थिएन कि चाबी बिर्सिने कारको भित्र छुट्याएको थियो त नि सिटभित्र चाबी छुट्यायो भने पहिलो रेकर्ड बस्यो अब सरसँग यतापट्टि आउँदैछु रात परिसक्यो अब रात पऱ्यो ल घरसम्म कहाँ पुगिन्थ्यो चल झरिन्थ्यो होला थाहा छ कि नै अघि पुरै डाँडै पार गरेर आएको नि हामी त्यही डाँडा फेरि पार गरेर जानुपर्छ नि त हामी त Shadows sharp like switchblade knives. Run or fight, no room to think. Blood on pavement paints the ink. We're the wolves, howl on the prowl. Siren songs won't make us bow. Stealing flames beneath the moon. Chaos rises, coming soon. And pedal down. Rules don't matter, claim the crown. Risk it all beneath street. बोल्दा हामी चाहिँ यो यताको बाटो एकदम राम्रो रहेछ कि साथीहरू यताबाट आएको भए अघि गएको भए हामीले दुःख नपाइदो रहेछ हल्का लामो भए तापनि बाटो चाहिँ पिच गरेको यस्तो दामी रहेछ यताको बाटो यता त बल्ल मजा आइरह मलाई आनन्द आइरह तिमीलाई कस्तो आइरह फिका यस्तरी हो क्या पुरै बाढी आएर हेर न घरहरू कस्तो गर पुरै बाढी लियो है हेर त घरहरू त्यो सिन्धुपाल्चोकमा एकचोटि बाढी आएको भन्ने यही हो कि सुनेन हेर न कस्तो हो नाजु कति हेर त कति महँगो महँगो घर भर्खर बनाएको घरहरू हेर त खोलामा परिने त होइन बजार हो कि पुरै बजार हो कि यो टोटल्ली है उताको यो बजार हो तल चाहिँ खोला थियो होइन तल चाहिँ खोला अनि त्यो तलको खोला थुन्नेर अनि ठुलो आएर बाढी आएर माथिबाट चाहिँ बाढी आएर यता बजारमा पसेको के सहरमा यहाँ त कति घरहरू थियो मैले त्यति बेला न्युज सुने अनुसार होइन यहाँ त यस्तो पुरै बजारै हो कि बजारै हो बजारमा राति आएको हो कि सायद मान्छेहरू चाहिँ केही भएन क्या सायद तर हेर न खोला पुरै भित्र पस्यो घरहरू गरा यस्तो स्थितिमा छ कति करोडौँ खर्च गरेर बनायो होला घरहरू है हसारे हामी चाहिँ बल्ल गएर मेलाम्ची बजार आइयो बजारबाट अब चाहिँ यहाँबाट पनि टङ्गै छ धेरै नै छ बाटो पुरै अफरोडले ठकाएको शरीर दुख्यो गाह्रो एकदम गाह्रो भयो हामी जाने बेला बङ्गे बाटो गएको भएर
एकदम गाह्रो भयो जाने बेला रङवे बाटो गएर आउने बेला चाहिँ राम्रो बाटोबाट आएको भएर एकदम सजिलो भयो हामी छिटै निलम्ची बजारमा आइसक्यो निलम्ची बजारबाट चाहिँ अब हामी छिटै नै पुग्छौँ ल बिहानकै ठाउँमा बल्ल बल्ल तरिकाले आइयो साइडले कस्तो लाग्यो यार थाक्यो है डह्रो थाक्यो है दामी लाग्यो आँखा त रातो भयो साइडले कस्तो लाग्यो पछि बसेर साटो 2-3 ठाउँ कति ठाउँ साटो गयो मेरो त के भयो दोस्त तिमी हो अब तिमी हो मेरो भन न कस्तो हेर आँखा हेर चस्मा थिएन है यता हेर त तिमी त आँखा त तिमीलाई कस्तो लाग्यो आज पुरा मोज भयो मेरो त मोज भयो किन रोकेर यार खाना पकाउनु पर्छ बर्बाद बिहा गरेर हेर्नु र बर्बाद भयो ल हुन्छ ल सबैले ल एकचोटि सबले बाई बाई गर सबले बाई बाई गर बाई बाई ल